गाइजहरुलाई स्वागत छ मेरो च्यानलमा। म विराट बोहरा हजुरको अगाडि आइसकेको छु। सबैजनालाई गुड मर्निङ, गुड आफ्टरनुन। अनि आज के भन्छन् हाम्रो महेन्द्रनगरको एकदमै ठुलो पेप्सन फेस्टिभल। अनि आज चाहिँ त्यसमा म झिल्ली बजाउने छु र मार्च पास्ट पनि हो आज हाम्रो सनराइजबाट। अनि यहाँ अहिले स्कुल जाने अनि स्कुलबाट कौडल गएर अनि मार्च पास्ट गर्ने। अब त्यो मलाई पनि फिक्स थाहा छैन के हुन्छ। अनि हेर्नुस् के हुन्छ। अनि यो गिम्बल अनि मैले क्यामेराको स्ट्यान्डमा गिम्बल पनि जोडेर ल्याएको छु। अनि त्यही हो गाइज, अब हेर्नुस् के हुन्छ। फाइनली गाइज हाम्रो हेर्नु सक्छ। प्र्याक्टिस हुँदैछ अनि हामी सबैजना उभिएर हेर्दैछौँ। हेलो हेलो हाम्रो डान्सर मेरो भ्लग हेर्नुको लागि प्र्याक्टिस गर्दा भिडियो उसको डान्स हेर्ने मन छ भने पिकनिक वाला भिडियोमा जानु। ह्यान्डसम सर, गुड मर्निङ सर। फाइनली हामी हेर्न लागिसक्यौँ। हामी फाइनली स्टार्ट भइसक्यो। अब सिधै पेप्सनको लागि जानु। लगो कि नै हामीहरू मार्च पास गर्दै गर्दै हिँड्दैछौँ यस्तै। अनि ब्यान्ड बाजा ग्रुप यहाँ छन्। अनि अहिले चाहिँ हामीहरू कबाट जाने। अनि हाम्रो ऋषि अब त्यही हो गाइस। हाम्रो सनराइज स्कुल यहाँ छन् र अरू स्कुलहरू सबैजना उताबाट आउँदैछन्। अनि यो हाम्रो ड्रम सेट ड्रमर्सहरू। I would like to tell you guys that you should subscribe this channel. What's the channel name? Virat Bohra Vlogs. You don't know my channel name. You will tell to others. And हाम्रो चाहिँ एकदमै धेरै छ यो ड्रमहरू पनि। उनीहरूको चाहिँ मलाई लाग्दैन त्यति केही छ भनेर, किनकि उनीहरूको एउटा ड्रम बाहेक उनीहरूसित केही छैन। हामीसित कहाँ गयो झेल्ली भोपू अनि अरू के छ दुईवटा स्नेयर अनि दुईवटा ड्रम पनि छ। त्यही भएर उनीहरू अनि उनीहरूको अगाडि हामीहरूको अगाडि उनीहरू सबैजना फिका छन्। All in one सब बजाउने वाला। अनि उनीहरूको हामीहरूको अगाडि चाहिँ तिनीहरू सबैजना फिका छन् है। सनराइज इज बेस्ट ब्रो। हामीहरु फाइनली कवरहरुमा पुगिसके
अब यहाँ कवरबाट हामीहरू कहाँ जान्छौँ यहाँ सबै स्कुलहरू आएछन् महेन्द्रनगरको अनि पेप्सन स्टार्ट हुन लागिसक्यो आदरणीय सरहरू यदि यहाँलाई माछा सम्बन्धी दुविधा भएमा हाम्रो पेप्सन जिल्लाका प्रतिनिधि गणेश जोशी सरलाई सम्पर्क गर्नुहोला फाइनली अहिले चाहिँ हामीहरू कवडमा छौँ कवडमा आएर बसेछौँ हामीहरू कवडमा आएर बसेछौँ अनि अहिले अब चाहिँ हाम्रो काम छैन अब खालि सेलिब्रेसनको मात्र हल्का सल्युट दिने अनि उद्घाटन हो आज अनि यहाँ सबैजना अरूहरू पनि छन् छलिया बाजा हुँदैछ अनि हाम्रो स्कुलको अब मार्च पास्ट पनि हुने हो अनि मार्च पास्ट चाहिँ हाम्रो फेरि डान्स हुने हो अनि त्यही हो अब सबैजना अहिले चाहिँ बसेछन् अनि डान्सको म गिम्बलले मलाई धोका दियो गाइस किनकि चल्दै छैन अहिले जे भयो अनि अब एकछिन छलिया बाजा हेर्नुहोस् आफ्नो प्रस्तुतिको लागि आफ्नो संस्कृति जगेर्नामा लागिरहनु भएको छ यहाँलाई पेप्सन कञ्चनपुरबाट धेरै धेरै धन्यवाद भइसक्यो एउटा बहिनीको डान्स लास्ट डान्स हुँदैछ अनि यसपछि चाहिँ मार्च पास्ट हुने हो मार्च पास्टको लागि चाहिँ सबैजना यहाँ रेडी छन् अब मार्च पास्ट स्टार्ट हुन गइसकेको छ हम चाहिँ आर्मीको ड्रम ल्याएछन् अनि अहिले चाहिँ के भन्छ मार्च पास्ट स्टार्ट हुने रे अनि फर्स्टमा चाहिँ इन्टरनेसनल स्कुल छ Bersaudara, Bersalapi Indonesia.
त्यसपछि ट्रिक्स गार्डन ट्रिक्स गार्डन पछि मिडल स्टार International. बढिरहेको छ स्वागत सलामीका लागि अगाडि बढिरहेको छ स्कुलको मार्च सेसन भइसक्यो अब हाम्रो स्कुलको खालि डान्स मात्र बाँकी छ अनि अब हामीहरूको खालि डान्स मात्र बाँकी छ मार्च पास चाहिँ सकिसक्यो सबैजना यहाँ बसेछन् अनि के भन्छन् एकछिनपछि चाहिँ के भन्छन् डान्स हुने हाम्रो अनि त्यसपछि चाहिँ फेरि हाम्रो सकिन्छ त्यसपछि हाम्रो यहाँ काम छैन त्यसपछि घर जाने चाहिँ अहिले डान्सको लागि रेडी हुँदैछन् पगडी लगाएर अनि यसपछि हाम्रो डान्स छ डान्सपछि चाहिँ हाम्रो डान्स हो त्यही भएर यहाँ सबैजना रेडी भइसक्यो हाम्रो स्कुलको म पनि ए हाम्रो गुन्जन दिदी आज भ्लगमै आइसेन बिचारी मेरो भिडियो बनाइसकेछ अगाडि तर भ्लगमा आइस छैन हेलो हेलो वेलकम टु विराट बोहरा भ्लग्स अनि विराट बोहरा भ्लग्स बनाउँछ त्यसै गरेर हामी मान्छेहरू जन्मिदा एकै किसिमका थियौँ हाम्रो स्कुल सबैजना रेडी छन् अहिले हल्का भाषण हुँदैछ त्यसपछि फेरि हाम्रो स्कुल परफर्मेन्स दिनेछ सन्दर्भमा तपाईँहरूले यदि यो मेहनत नगरेको भए निजी क्षेत्र एकदमै महत्त्वपूर्ण एकदमै प्रख्यात नृत्य रहेको छ हुड्केली धेरै धन्यवाद छ पन्नु दिदीलाई त्यसै गरी गोविन्द भट्टराईज्यू मायाको चिनो
धेरै धन्यवाद गाइज हामीहरूको भइसक्यो हाम्रो स्कुलको डान्स भइसक्यो अब हाम्रो काम पनि सक्यो अब सिधै घर जाने गाइज सकिसक्यो त्यो हाम्रो स्कुलको अनि म चाहिँ अब घर जानला अनि घर पुग्न पनि लागिसकेँ र अहिलेको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ हाम्रो ग्रेट डे हेभ अ ग्रेट नाइट मेरो च्यानललाई लाइक कमेन्ट र सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई गाइज